हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ। आज हामी खेतबारीको काम गर्दैछौँ, हेर्दै गर्नुहोला। अरे यो अब त सबै मलाई माया गरिदिनु होला। अब त चिन्नु भयो होला। अब त मलाई पनि मलाई धेरै सबैले पनि माया गर्नु। मलाई बारे सबभन्दा पहिला मलाई अन्जेछु नि यहाँ नहुनु पर्छ हो हुन्न यहाँ त आन्न टेक गरम भन्नुस् के। सबैलाई मेरो नमस्कार। हामी मल रोप्दैछौँ। यो पनि मेरो नाम गर्छ नाम गर्छ। यो कुन तरिका हो? यो फालामा है अलि पानी योले अलि असर गराउँछ के पनि यो नाम गोस्ना रे काट्नु नि चले फिर भने मैले यस्तै गरेर सिगुनी बाबुले यस्तै गरे रे मेरो यस्तै गरे हिचमा को पोइन्ट खासि दो गाड्दो हेड गाड्दे बाबु हजुर, मल बोक्ने कार्यक्रम हुँदैछ। आज हाम्रो घरमा मल बोक्ने कार्यक्रम भइराखेको छ। यहाँ मेरो अङ्कल, देवर बाबु, आन्टी, मेरो सासू आमा, मेरो जेठानी, मेरो नन्द सबैले बोक्दै हुनुहुन्छ। यहाँ म चाहिँ घरको कुकम्यान हो। मेरो काम चाहिँ खाना बनाउने, खुवाउने काम हो, भाँडा माझ्ने काम हो। मेरो नयाँ दिउरानी यता हेर त, नयाँ दिउरानी। अर्को राउन्ड मेरो कपडा लिएर आउने हो नि, मैले खाना दिन्छु। यहाँ हाम्रो दाइले कपडा बेच्न आइराख्नु भएको। दिदीले कपडा छान्दै हुनुहुन्छ। गाउँमा हाम्रो सपिङ यसरी हुन्छ। मान्दैन क्या होइन। अहिले हामी बारीतिर जाँदैछौँ। बारीमा जोत्ने काम, मल ओसार्ने काम भइरहेको छ। यहाँ सबै मेरो अङ्कल, दिदी, आन्टी, सासू, दिउरानी, नन्द सबैले मल छितार्दै हुनुहुन्छ।
ये सबै राटा है Uncle! 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 Huh? अब काम गर्नको लागि यहाँ आन्टीले खाना दिँदै हुनुहुन्छ खाना खान्न के ले आमारे उपारी बुहारीले सानो बुहारीले आमा यो चाहिँ बना खाएन है मैले अरे हो ल मैले आमाको निकालिदिन्छु विशेष जिपाइदिन बोल्नु क्या सुनिन्छ के हुन्न क्या मैले आमा काम गर्ने मान्छे कस्तो हुन्छ त नि जस्तो छु उस्तै हाल मासु है यी मासु ससँग मम्मीले खट्टर पकाएको छन् मासु तिमीले खुवाइदियो है नानी ल बड्डाबड्डी बन्नुलाई भाले भाल भालेर खान्छ त्यो दुईटा जोड्नेवालाहरूको फिस पनि जोडिने त्यसले अर्को हटेन समान जिले प्याक पनि गरिदियो धेरै छ सासा मासु छ त्यहाँ राखेको चप्पल साथीलाई जस्तो छ यता फेरि चप्पल पनि एकै नासे छ के
यो सही जुठासँग हेरिदिनु होला है मैले मुख धोएको मान्छे त कालकाली छु भने चित्तै गरेको छु के अरे दिदी ब्ल्याक ब्युटी छु मन परेमा ब्ल्याक ब्युटी भाली भाइली ब्युटी छु हजुर काम लाग्न भने हाम्रो यहाँ साँझको चटपट खाजा सुरु हुँदैछ काम गर्ने कामदारहरूलाई। हाम्रो साँझको नास्ता यहाँ खस्यो क्या अलि हाल्न भित्र सुरेश आइज सबैलाई अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो हेरेर लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला। फिर मिलेंगे नेक्स्ट वीडियो में। बाय।